यी 5 कुराहरुमा तपाईले ध्यान दिनु भएको छैन भने तपाई पृथ्वीको वातावरण प्रदूषणमा जिम्मेवार हुनुहुन्छ। नम्बर 1, अनावश्यक बिजुली कटौती गर्ने, प्रयोग गरिसकेपछि बत्ती तथा बिजुलीका उपकरणहरू निभाउने। नम्बर 2, पानीको वेस्ट नगर्ने, पानीको लिकेजहरू कहाँ छ पत्ता लगाउने र त्यसलाई मर्मत गर्ने र थोरै पानीले धेरै प्रयोग गर्ने। 3, फोहोरको व्यवस्थापन राम्ररी गर्ने, कुहिने फोहोरहरूलाई सकेसम्म घरैमा कुहाएर त्यसको मल बनाई पुनः प्रयोग गर्ने, प्लास्टिकका सामग्रीहरू सकेसम्म कम प्रयोग गर्ने र बजार जाँदाखेरि आफैले एउटा झोला बोकेर जाँदा राम्रो हुन्छ। 4, छोटो दूरीको यात्रा गर्दा सकेसम्म हिँडेर जाने नत्र साइकल प्रयोग गर्दा अनावश्यक पेट्रोल डिजेल बचत हुन्छ र वातावरण पनि हरियाली रहन मद्दत गर्दछ। र 5औंमा घर आँगनमा ठाउँ भएसम्म हरियाली बनाउनको लागि रुख बिरुवाहरू रोप्ने, हैन भने गमलामा इन्डोर प्लान्टहरू रोप्नाले घरको वातावरणमा अक्सिजनको सप्लाई राम्रोसँग हुन्छ र कार्बन डाइअक्साइड पनि अब्जर्प्सनमा मद्दत गर्दछ। यी मध्ये तपाईले कुन कुन कार्यहरू गर्दै आइरहनु भएको छ कमेन्ट गर्नु होला है त।